हामीले मधेस छान्नुको अर्थ मधेसभित्रको पनि एउटा मधेसलाई बुझ्न जरुरी छ। जुन मधेस वर्षौँदेखि एउटा उज्यालो खोजिरहेको छ, मधेस भन्नका लागि होइन, भोगिरहेको मधेसका बारेमा हामीले जान्नुपर्ने थियो, बुझ्नुपर्ने थियो र देखाउनु बुझाउनु पर्ने जरुरत थियो। जुन यहाँहरूले वर्षौँदेखि भोगै आउनुभएको छ, विशेष रूपमा चाहिँ अझ भित्री मधेस भनौँ, जसले चाहिँ गरिबी, अशिक्षा, बेरोजगारी, विभेद, विभिन्न किसिमका विभेद भोगिरहेको छ। त्यसलाई कुनै ढङ्गबाट सम्बोधन गर्नका लागि एउटा सन्देश दिन जरुरी थियो। त्यसको एउटा पहिलो चरणका रूपमा हामीले जलेश्वरलाई छानेका हौँ। यो पनि एक हिसाबले अझ सुगम हो, अझ मैले भने जस्तो र अहिले मैले भोगे जस्तो, मैले भनेर भोगिए जस्तो मधेस त अझै जलेश्वर पनि होइन। कम्तीमा यहाँबाट हामीले सुरु गर्न सकिन्छ कि एउटा सन्देश दिन सकिन्छ कि कुन प्राथमिकतामा हाम्रा लागि छ र सिङ्गो देशले कुन प्राथमिकतामा मधेसलाई राख्नुपर्छ भन्ने कुरा बुझाउन एउटा सानो प्रयास गर्न सकिन्छ कि भनेर हामीले जलेश्वर छान्यौँ। मधेसमा हाम्रो उपस्थिति कम भएको, हामीले निर्वाचनका बेलामा त्यति समय प्राप्त गर्न सकेनौँ। हाम्रो त्यो उपस्थितिका कारणले कमजोर हुन गएको हो, तर यथार्थमा हामी कमजोर होइनौँ। तर हामी आउन पाएनौँ, नागरिकसँग संवाद गर्न पाएनौँ, भोटै माग्न पनि आउन पाएनौँ, ठाउँ ठाउँमा पुग्न नपाएको कारणले नागरिकका मनमा हामी थियौँ। तर त्यो साक्षात्कारको अभावले गर्दाखेरि हुँदाहुँदै पनि त्यो मतमा हामीले परिणत गर्न नसकेको कारणले हामी कमजोर देखिएका हौँ। यसैलाई अझ मजबुत बनाउनको निमित्त, मधेसको सङ्गठन मजबुत बनाउनको निमित्त, मधेसका मुद्दाहरूलाई अझ स्पष्टसँग अगाडि राख्नको निमित्त र सङ्गठनका रूपमा अब अलिकति राम्रो ढङ्गले मधेसमा प्रवेश गर्ने, मधेसमा अन्तर्क्रियाहरू गर्ने, भेलाहरू गर्ने र मधेस हुन त मेरो राजनीतिक अहिले भर्खरै प्रतिवेदन छ, त्यसले पनि धेरै कुराहरू बोल्नेछ मधेसका विषयमा। अझ बढी स्पष्ट मैले त्यसमा परेको छु। मधेसभित्र धेरै मधेसहरू छन्। त्यसमध्ये हाम्रो चासोको मधेस भनेको विभेदले आक्रान्त भएको मधेस हो, पानी नपाएर तडपिएको मधेस हो, पानी छुन नदिएर तडपिएको मधेस हो, शिक्षामा चरम लापरवाही गरिएको र शिक्षाको उज्यालोबाट वञ्चित गराइएको मधेस हो, अनेक किसिमका जातीय लैङ्गिक विभेदहरूको मधेस हो, कृषकहरूका लागि मल बिउ पनि उपलब्ध नगराइएको मधेस हो। यो गरिबी, अशिक्षा, बेरोजगारी र जनस्वास्थ्यको चरम एउटा लापरवाहीको अवस्थामा पुगेको मधेसलाई प्रतिनिधित्व गर्नुपर्ने हो। त्यसकारणले मैले देखेको र हाम्रो पार्टीले साथ दिएको र हाम्रो पार्टीले उठान गर्नुपर्ने विषय पनि त्यही मधेस हो, जुन उत्पीडनमा छ, जुन तल पारिएको छ, वर्षौँदेखि उसले आश्वासन पाएको छ। कारखानाबाट सामान उत्पादन भए जस्ता नेताहरू त उत्पादन गरेको छ, तर मधेसको मुद्दा जहाँको त्यहीँ छ। बस त्यही मधेस खोज्न, भेट्न र सबैलाई, देशलाई देखाउनको निमित्त हामी मधेसमा एक हप्ते मधेस दौडाएर यो महत्त्वपूर्ण बैठक गरेका हौँ। मैले देखाउन खोजेको, देशलाई देखाउन खोजेको त्यही मधेस हो, जो धेरै सूचकाङ्कमा तल छ। एक हिसाबले आपतकालीन अवस्थामा छ। धेरै सूचाङ्कहरूलाई हेर्दाखेरि त्यही मधेस खोज्न मात्र होइन, देखाउनको निमित्त हामी मधेस आएका हौँ, जुन केही हदमा हामी सफल भयौँ जस्तो लाग्छ। पनि नेपाली नागरिक हुनुहुन्छ जसले चाहिँ नागरिकता प्राप्त गर्नुपर्ने, उहाँहरूले चाहिँ जो चाहे जन्मसिद्ध नागरिकहरू हुनुहुन्छ जसलाई संविधानले स्पष्ट रूपमा निर्देश गरेको छ नागरिकता प्राप्त गर्नुपर्ने भनेर भनेको छ, उहाँहरूले नागरिकता प्राप्त गर्नुपर्ने हुन्छ। म गृहमन्त्री हुँदाखेरि तपाईँले हेर्नुभयो भने त्यसरी अल्झिएका कयौँ नागरिकता पीडितहरूमध्ये केहीको निर्णय नै गरेर उहाँहरूलाई मेरै निर्णयको नै उहाँको नागरिकताको प्रतिमै लेखिएको छ। उपप्रधान तथा गृहमन्त्री स्तरीय निर्णयबाट प्राप्त भएर उहाँहरूले मलाई धन्यवाद पनि दिनुभएको छ। त्यसकारणले ती कुराहरू मेरो प्राथमिकता हुन् भन्ने कुरा मैले बोलेर मात्र होइन, व्यवहारले नै आफू गृहमन्त्री हुँदा नै काम गरिसकेको हुनाले त्यो एकदमै प्राथमिकता हो। जसले पाउनुपर्ने हो उसलाई अधिकारबाट वञ्चित गराउनु हुँदैन। त्यस्तो अधिकारबाट वञ्चित कोही हुनुहुन्छ भने रासोपा उहाँहरूका लागि बोल्न तयार छ। जसले राजनीतिक दलहरू अगाडि बढाए पनि, जो तपाईँले नाम लिनुभएका राजनीतिक दल र नेताहरू भए तापनि हामीले लड्ने लडाइँ त त्यही नै छ। हामी त उहाँहरूसँग, हामी कुनै पनि तपाईँले नाम लिएका नेताहरू र उहाँको राजनीतिक दलसँग त हामीले लड्नु नै छैन। हाम्रो लडाइँ त फेरि पनि मधेसको गरिबीसँग हो, यहाँको अशिक्षासँग हो, यहाँको विभेदसँग हो, यहाँको छुवाछुतसँग हो। त्यसकारणले हाम्रो मुद्दा अरू राजनीतिक दलहरूको पनि दुश्मन त साझा नै हो। त्यसकारणले अन्य बेलामा सहकार्य गरेर, चुनावका बेलामा आफ्ना एजेन्डा बोकेर लडेर अगाडि बढ्ने बाहेक हामीसँग अर्को विकल्प पनि छैन र हामीले सोचेको पनि त्यही हो। स्वच्छ
प्रतिस्पर्धा गर्ने र अन्य बेलामा सामूहिक मुद्दाहरूमा सहकार्य गरेर एउटा जिम्मेवार राजनीतिक दल र नेताको भूमिका निर्वाह गर्दै अगाडि बढ्ने हामीले सोच बनाएका छौँ। मधेस विरोधीको छवि छ, यो छवि सुधार गर्न के गर्दै हुनुहुन्छ? अब त्यो छवि अमुक केही नेताहरूले बनाए कि जनताले बनाए? जब जनताका छोराछोरी विदेशमा अलपत्र परेका थिए मधेसका, उनीहरूले जब उद्धारका लागि भन्थे र उनीहरूका लागि दर्जनौँ साथीहरूलाई उद्धार गर्न आए, उनीहरूले कहिले पनि मलाई मधेस विरोधी भने। मधेसमा बाढी जाँदा मधेसमा बस्ती बनाएर काम सुरुवात गरेको मान्छे हो। त्यो मुसहर बस्तीमा गएर जानुहोस्, रवि लामिछानेको मधेस विरोधी हो कि होइन भनेर उनलाई गएर सोध्नुहोस्। अलपत्र परेका, विभेदमा परेका, अन्यायमा परेका, मिटर ब्याजीबाट पीडित भएका, सैतानी जाल ऋणको पासोमा परेका, कयौँ बिरामी परेका कयौँ मधेसी दाजुभाइ दिदीबहिनीहरूलाई गाउँ गाउँ टोल टोल बस्ती बस्तीमा गएर तिनको समस्या उठाएर समाधान गरेको हुनाले त्यो बस्तीमा गएर सुन्नुहोस्। ती बस्तीका मान्छेहरूले, आम सर्वसाधारण मधेसका दाजुभाइहरूले मधेस विरोधी भनेछन् भने म पत्याउला, तर कुनै नेताले, कुनै राजनीतिक दलले मधेस विरोधी भने, कुनै अभियन्ताले, कुनै हेर्दै नहेरिकन भन्यो भने म त्यसलाई कसरी पत्याउँछु? जबकि यत्रो माया, यत्रो विश्वास, यत्रो हार्दिकता मैले मधेसमा यहाँ पाएको छु। यो 7 दिने कार्यक्रममा गाउँ गाउँ टोल टोल बस्ती जाँदा यति धेरै माया मैले बिरलै पाउने गरेको छु। कुनै कमी थिएन। अन्य देशका अन्य भूभागमा जाँदा र यहाँ आउँदामा मैले कहीँ कतै कमी पाइनँ। यो हार्दिकता, यो माया, यो विश्वास, यो स्वागत र यो सम्मान प्राप्त गर्दाखेरि म कसरी भनौँ कि मधेसले मलाई रुचाउँदैन भनेर? म खुसी छु, मधेसलाई धन्यवाद दिन चाहन्छु। हो, मधेसप्रति मैले गर्ने काम चाहिँ बाँकी नै छ, धेरै छ। यसमा म अझै कटिबद्ध भएर लाग्छु, अझै प्रतिबद्ध भएर राख्छु र कुनै पनि अन्य नेता जो आफूलाई मधेसवादी भन्नुहुन्छ उहाँहरूको तुलनामा मेरो पार्टी र मैले गर्ने मधेसका लागि गर्ने प्रयास कहीँ कतै कमी हुने छैन, त्यो कुरालाई विश्वास दिलाउन चाहन्छु।